हेलो हेलो दर्शन नमस्ते ह्याप्पी सन्डे गुड मर्निङ सबै साथीहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी थेगुमा रहेको धुर्यो पार्कमा रहेको यानि कि थेगु टावरमा घुम्न आइराखेका छौँ। गाडी पार्किङ गर्दै कोही आउँदै हुनुहुन्छ, हामी वेटिङमा छौँ। अब माथि गएर हेरौँ, यति मनमोहक दृश्य छ यहाँनिर। कोरियामा हुने साथीभाइहरू चाहिँ अवश्य एकचोटि थेगु आउँदाखेरि थेगु टावर घुम्न नभुल्नु होला। गेमहरू पनि थुप्रै खेल्ने गेमहरू पनि धेरै छ यहाँनिर, अनि घुम्ने ठाउँ पनि एकदमै अत्याधिक छ। एकदमै राम्रो रमणीय ठाउँ रहेको छ। हामी टिकट लिएर अब चाहिँ माथि जान लाग्दैछौँ। यति धेरै गेमहरू छन्, यति डर लाग्ने होला आज। यस्तो डर लाग्दो गेमहरू छ है, तर कोरियन बच्चाहरू सानो सानो बच्चाहरूदेखि लिएर ठुलो मान्छेहरू कोही पनि त्यस्तो डराउँदैन है। हामी विदेशीहरू चाहिँ एकदमै डराइन्छ। हातमा टाँसेर जानुपर्छ। यो हाम्रो टिकट हो। अब बेलुकासम्मको लागि यो टिकट भन्छ। फाइनल्ली हामीले चाहिँ ब्यान्ड लगायौँ हाम्रो यो 50,000 को। कति मनमोहक दृश्य है यहाँनिर। छाताले सजाइएको छ, कलरफुल छाताहरू राखेर। यस्तो रमणीय ठाउँ छ है, यहाँहरू अवश्य घुम्न आउनु होला। हामी अब माथितिर जाँदैछौँ। यहाँ फोटो खिच्दै प्रवेश गर्दैछौँ। गेम खेल्ने स्पोटतिर चाहिँ हामी जाँदैछौँ। गेम खेल्नको लागि चाहिँ माथितिर आइराखेका छौँ। यसरी माथि केबल कार पनि रहेको छ। केबल कार चढेर पनि हामी घुम्न सकिन्छ होइन। घुम्ने ठाउँहरू थुप्रो छ क्या एकदमै। टिकट काटेर छिरिसकेपछि जहाँ कता घुम्नुहुन्छ, कता डुल्नुहुन्छ सबै फ्री हो भित्र छिरिसकेपछि। यसरी चाहिँ गेमहरू यो म्युजिकहरू होइन, यस्तो विभिन्न ड्रेस लगाएर केटाकेटीहरूलाई मनोरञ्जन दिनको लागि म्युजिक बजाएर बल छिराएर हामीले चाहिँ यो किक पार्ने हो होइन। बलहरू भयो। अब यहाँबाट माथि यस्तो राम्रो सिन छ, यति राम्रो फुलहरू फुलेको छ है। फोटो सेसन गर्नको लागि एकदमै राम्रो हो यहाँनिर। यहाँनिर पानीको झरनाहरू यस्तो मजाले झरिरहेको छ। यति मनमोहक दृश्य बनाएको हुन्छ है यिनीहरूले होइन। कोरियामा त जता गयो त्यतै क्या, जुनसुकै एरियामा एकदमै रमाइलो स्थलहरू बनाएको हुने। एकै ठाउँ भयो कि पार्कहरू बनाइहाल्ने, गार्डनहरू बनाउने, फुलहरू गेम खेल्ने बनाइहाल्ने। एकदमै क्या क्रिएटिभ क्या माइन्ड चाहिँ एकदमै सदुपयोग गर्ने ठाउँको चाहिँ कति बेरसम्म क्या फेरि मुटुले छाउँछ नि लर अडाइ बनाइदियो माथि लर। डरै मुटु हुनुपर्छ यो खेल्नलाई चाहिँ साथीहरू। सानोतिनो आँटले सकिँदैन। क्युमा पुरै लाइनमा बसेर नि गएर यसरी खेल्नुपर्ने हुन्छ।
83 83 तला भएको टावर हो यो चाहिँ हैन। त्यहाँ माथिको टावर चाहिँ फुलको बोटले छेलियो। यो टावर चाहिँ 83 तलाको हो हैन। देख्दा यसो देखेको छ तर छिने ठाउँ छ नि त। यो चाहिँ माथि गएर पार्किङ फुलहरू अब त झर्न थाल्यो। हिजो पानी पर्यो नि त अनि हावा चल्छ पानी पर्छ त्यस पछाडि चाहिँ झर्छ। हेर्नुहोस् फुलले सजिएको कोरिया है। हेर्नुहोस् त बाटोमा पनि रोडमा साइडमा दुईपट्टि गाडी राखेर टक्क मान्छेहरू फोटो भिडियो खिच्ने बनाउने एकदम रमणीय क्या। यति बेला फुलले चाहिँ सजिएको छ कोरिया। अब यसरी हावाले झार्दैछ। यो चाहिँ साकुरा यो पैँयु हो क्या, नेपालमा पैँयु भनिन्छ नि, त्यही नै हो। नेपालमा नि हाम्रोतिर नि एउटा दुईवटा बोट मात्र हुने फुल थियो। आलु बोक्राहरू फुले जसरी नै फुल्थ्यो, झर्थ्यो होइन। दाना पनि यो चाहिँ अरे। अनि तर यहाँ चाहिँ एउटा फेस्टिभलै लाग्ने क्या। यहाँनिर प्रोग्रामहरू महोत्सवहरू एकदमै कार्यक्रमहरू पनि भइरहेको छ। उता भइरहेको छ प्रोग्रामहरू। हामी चाहिँ यता फुल भएको ठाउँमा चाहिँ साथीहरू अर्को टिम पनि हामी भेट्नलाई आयौँ। यहाँ पनि 5-6 जनाको टोली फेरि भेट्यो। अब हामी 10-12 जना भयो। फेरि हामी खेल्नतिर लाग्छौँ, अगाडि बढ्छौँ। नल्ली सबै टिम चाहिँ भेट भएर हामी हिँड्दैछौँ। भोक लागिसकेको छ हामीलाई घुम्दा अझै घुमेर पुगेको चाहिँ छैन है साथीहरू। ल यसरी घुम्दैछौँ हामी फुलको बगैँचामा। मेरी नानी रानी हो कि मेरी माया। फेरि यो पानी ढुङ्गा चढ्नको लागि आइरहेको छौँ। अब वेटिङ यति धेरै लाइन छ। 1 घन्टामा पालो आउँछ एउटा लाइन घुमेर अनि बल्ल त्यहाँ पुगेर घर चढ्ने चाहिँ। तर पनि आश गरौँ। हल्का त भिजिन्छ होला पानीमा। पनि यो पानीमा यो ढुङ्गा चढ्नको लागि हामी यहाँ लाइनमा हामी यति धेरै लाइन पार गरेर आयौँ होइन। यो लाइन सबै यहीँ आउनको लागि हो। अब यहाँबाट यसरी माथि जाने, माथि गएर यो लाइनबाट चाहिँ फेरि झर्ने हो होइन। बच्चाहरू खुसी हुँदै आइसक्यो। अब हाम्रो त साथीहरूको टिम पनि आइपुग्यो। लागि केबल कारबाट पनि यसरी जान सकिन्छ है। हामी चाहिँ घुम्दै आयो। केबल कार अझै चढेन। अब हामी चाहिँ यहाँनिर हर्स राइडिङमा जान लागेको। हर्स राइडिङ रियल हर्स होइन कि यो वाला आर्टिफिसियल वाला चाहिँ अटो चल्नेवाला हुन्छ। यसमा चाहिँ जानको लागि लाइन हो यो। ढुङ्गा चढेर आयो। अब यतातिर फेरि धेरै छ क्या खेल्ने कुराहरू। लाइन एकदमै बस्नुपर्ने क्या। 1 घन्टाभन्दा घटी त लाइन बस्नु के अरे हुने नहुने। 1 घन्टाभन्दा कमको लाइन त नहुने क्या, बस्नै पर्छ। बिहान चाहिँ हामी अलि अगाडि आएको भएर एउटा गेम खेल्नुको लागि चाहिँ त्यति धेरै लाइन बस्नु परेन कि, धेरै समय बस्नु परेन। अघिको ढुङ्गामा पनि हामी 1 घन्टा नै लाइन बसेर पालो आयो। अब यहाँनिर अब घोडा सुरु भयो। यसरी गीत गाएर होइन रमणीय चाहिँ म्युजिकहरू दिएर यसरी चाहिँ फोटो खिच्ने, भिडियो बनाउने। यसमा चाहिँ यस्तो ऊ पनि छ होइन, 2-3 जना बस्न मिल्ने टाइपको यो ऊ पनि के भन्छ यसलाई चाहिँ थाहा भएन, पाल्की जस्तो। अनि यो घोडा हर्स राइडिङ चाहिँ यो है डबलवाला छ। बच्चा-बच्चीहरूको लागि त एकदमै रमाइलो गेम हो यो। अब तर ठुलोहरूले पनि खेल्छ होइन। अब हामी पनि खेल्न लागिरहेको छ। एकदम रमाइलो लाग्छ। म पहिला पनि खेलेको थिएँ, आज पनि खेल्नु
रियल फुलहरू पनि एकदमै धेरै फुलहरू एकदमै हुन्छ होइन कोरिया चाहिँ एकदमै भाग लगाउने कि खुट्टा गलेको होइन यसमा गाउँदा आनन्द आइरहेको छ माइन्ड फ्रेस हुने क्या ल फाइनल्ली हामी चाहिँ घुमफिर सकेर थाकेर अब चाहिँ जानको लागि टक्क गाडीमा आउँदैछौँ आजको यात्रा हाम्रो यहीँ समाप्त भएको घोषणा गर्दछु।